Hello and namaste everyone. Welcome back to our brand new vlog. I hope you all are doing well. Today we are going to we're going to Basin Redwood State Park मा जाँदैछौँ हामी चाहिँ आज हाइकिङ विथ ड्राई पिकनिक जाँदैछौँ. लेट्स सी हाम्रो आज कस्तो हुन्छ दिनहरू विकेन्डमा. अनि हामीले चाहिँ आज सबै होममेड खानाहरू बनाउँछौँ. कुनै कुनै चाहिँ बाहिरबाट किनेर लिएर आएछौँ अनि अरू दाइ दिदीहरूले पनि ल्याउनुहुन्छ. सो लेट्स सी अब हामीले के बनाउँछौँ देखाउँछ है त तपाईँहरूलाई. यहाँ मैले बनाएको छु साबुदाना र सेवाईको खिर. अनि त्यसपछि मेरो श्रीमानज्यूले बनाएको वाला ब्रोकली र अन्डाको होममेड लाइक के भन्छ त्यसलाई पिज्जा भनौँ होइन. अनि त्यसपछि यहाँ चिउरा. And here we have chicken, sushi chicken, more chicken from Korean store. And त्यसपछि यहाँ कोक छ. अनि त्यसपछि यता प्लेट्स टिस्यु अनि स्पुन हाम्रो तर्फबाट चाहिँ यिनीहरू नै हो. अनि त्यसपछि अब दाइ र दिदीहरू पनि ल्याउनुहुन्छ. लेट्स सी कस्तो लागिरहेछ अब. एक्साइटेड एकदमै. ल यता चाहिँ हाम्रो एक झोला बोकेर होइन आज चाहिँ हामी दाइको गाडीमा जान्छौँ. त्यही भएर हामी यहाँनिर दाइलाई वेट गर्नुपर्छ. दाइहरू चाहिँ आउँदै हुनुहुन्छ. अनि त्यो ब्रो अनि ढोका चाहिँ कसले बन्द गर्छ त? ए ढोका पनि बन्द गर्नु बिर्सिनु. कम अन म्यान. ल है हावा पनि चलिरहेछ. दिन पनि एकदम सनी डे छ. अनि हामी चाहिँ यहाँ दाइलाई वेट गरिरहेछौँ. दाइ आउँदै हुनुहुन्छ. गुरुजीलाई गुरुजी होइन गुरुजीलाई वेट गर्दै. पानी पानी ओके ल हुन्छ. ल ठिक छ. ओके ओके म लिएर आउँछु. मैले भनिरहेको छु सम्झिरहेको छु र पानी. ओके पानी लिएर आउनु. अनि ल दाइको इन्तजारमा आज आधी दिन भइसक्यो. पानी ल्याइसक्यो. दाजु छिटो आउनुहोस् हजुर. भोक लागिसक्यो मलाई. यहाँ खानेकुरा यति धेरै छ तर पनि भोक चाहिँ लागिरहेछ. कहिले खाना पाउने, कहिले जाने, कहिले पुग्ने, कहिले खाने, कहिले पेट हुने. के हो त्यो चाहिँ? पेट त्यो चाहिँ टन्न क्या टन्न. ओके ओके. दिस इज माई ओओटिडी आउटफिट अफ द डे. जुत्ता चाहिँ कताबाट हो? जुत्ता फ्रम माई हस्बेन्ड. अनि यो प्यान्ट चाहिँ कहाँबाट हो? यो चाहिँ दिस प्यान्ट फ्रम बौद्ध नेपाल. ए बगा 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 यो के हो यो? नर्थ फेस भनेको त के फेस हो यो? ECR ट्रेक फेस. ओ माय गॉड. ट्रेकिङ जाँदाखेरि लाउने हो नि त. मैले पहिला मार्दै हिमाल ट्रेक जाँदा यो लाँदा कस्तो कम्फी छ यो. कम्फोर्टेबल. एन्ड दिस इज अल्सो फ्रम माई हस्बेन्ड. आबी बास त होइन नि? एडिडास. ए एडिडास नै हो. ए ओके. द्याट्स अल. द्याट्स अल. टाइहरू आइपुग्नु भयो. लेट्स गो. एउटा एउटा होइन म बोक्छु. ल पानी चाहिँ तिमी बोक. थ्याङ्क यू. यहाँ यत्रो भरि भइसक्यो. के बोकेको खल्ती भरि चाहिँ? पानी भयो यहाँ अर्दो रहेछ. यो कङ्गारू जस्तो भयो. कङ्गारू पाउचको सही हुन्छ है. कङ्गारू मदन केयर गरे जस्तो. ठिक छ दिदी. कङ्गारू पाउचको. नमस्ते दिदी. नमस्ते. मैले नमस्ते दाई. नमस्ते दाई. मैले भ्लग गरिरहेको छु दिदी. के फरक पर्दैन नि. ए चिप्स हालेन नि? हाम्रो खानाहरू चाहिँ यहाँ छ टन्नै. यति धेरै ल्याउनु भएको रहेछ. 4जना मात्र यति धेरै त बढी हुन्छ होला नि अम्मो. ल स्पुन ल्यायो. 4वटा नै छ होइन. अगाडि बस्न. बुढाबुढी पछाडि बस्नु नि त. ल ए लेक्सस हो. लेक्सस यो. लेक्सस ड्राइगन लेक्ससमा. दिस इज कॉल्ड. कति टाइम लाग्छ यतादेखि दिदी? 1 आवर. लो नानी. ल गाइज हामी चाहिँ अब दाइको एकदम लग्जरी गाडी लेक्सस होइन. लेक्सस गाडीमा बस्दा त पुरै प्लेनमा बसेको जस्तो फिल हुन्छ. अब यो अलमोस्ट इट टेक्स 1 आवर मेबी. अनि त्यसपछि हाम्रो डेस्टिनेसनमा पुग्छौँ. हेर्दै गर्नु होला. किप वाचिङ. ल है त.
बाटो चाहिँ एकदमै साँकुरो बाटो मजाले हलिहलि गइरहेछ ल अघि खाएको चिकन पनि मजाले होला कता कता ब्यालेन्स मिलाइसकेको यो पारीको पहाडहरू जङ्गलहरू देख्दा चाहिँ गाउँ जस्तै लाग्यो गाउँतिर गएको जस्तै फिल भयो बाटो चाहिँ एकदम धेरै कन्जस्टेड छ सानो साँगुरो बाटोमा पनि दाइले एकदम स्मुथली ड्राइभ गरिरहनु भएको छ दाइको ड्राइभिङ स्किल चाहिँ राम्रो रहेछ राम्रो छ एकदमै टर्निङ आम पुरै 360 नै घुम्नु पर्ने हल्यो हल्यो चाहिँ जिस्केको कति सिटी मात्रै जानुहुन्छ के कहिले कहिले तपाईँहरूलाई जङ्गलको बाटो देखाउँछ जङ्गलको बाटो वान वे हो क्या ल हेर्नु ल हेर्नु वान वे टु वे हो क्या टु वे एकदमै सही हो आमामा हरियाली पुरै चस्मा लाउने मान्छे चस्मै लाउनु पर्दैन होला यहाँ त ओ ब्रिज almost we arrived campground hillside and driving group camp से यता रहेछ park inside and हामी यस्तो खतरा यार पुरै क्याम्पिङ पुरै क्याम्पिङ गाइस त्यति समाउनु ल अब हामी चाहिँ आइपुगिसक्यौँ गाइज अब यहाँ पार्क गर्नुहुन्छ दाइले गर्नु भइसक्यो त्यसपछि यता फेरि थोरै मात्रै टच भयो भने त कति तिर्ने हो मान्छेको फेरि हामीले एकदमै अरू हुनुपर्छ यो कुरामा चाहिँ सिटिजन त यहाँ मर्सिडिज यार फेरि मर्सिडिजलाई ठोक्यो भने त टर्सिडिज हुन्छ त हामी अन्त फेरि ल यस्तो छ हेर्न सक्नुहुन्छ एकदम राम्रो सधैँभरि उतातिरको क्राउडमा होइन बस्दा बस्दा झ्याउ लागेर यता एकदम अब पिसफुल पुरै नेचर एक्सप्लोर गर्दैछौँ हामीहरू यहाँ माथि मजाले घाम लागिरहेको छ रुख पनि कस्तो राम्रो राम्रो ठुलो ठुलो रुखहरू ल दाइ थ्याङ्क यू सो मच यस्तो रोडमा पनि एकदम राम्रोसँग ल्याइदिनु भयो हामीलाई एकदम धन्यवाद दाइलाई खानेकुरा चाहिँ के भयो होला हाम्रो सही हो एकदमै अघि अलिकति खाएर ठिक्क भयो के भयो ल है रमाइलो भइरहेछ आज कस्तो सिरिरी हावा अक्सिजन पनि टन्नै पाउँछ होला आज त त्यही त चस्मा लाउने मान्छे घरमा पुग्दाखेरि चस्मा लाउनु पर्दैन कि अब यो 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 पनि मन परि यो चाहिँ यस्तो छ गाइज हामी चाहिँ खास बेसिन पार्कमा भनेर आएका थियौँ पोटोलामा हामी आएका छौँ बरु ल यता चाहिँ तिनीहरूलाई जानु भइसक्यो अफिस भिजिटर सेन्टर यसमा पेमेन्ट चाहिँ यता हो ओए यहाँ त खर्का रहेछ त कस्तो राम्रो हो यो भित्र त पुरै ए यो तर सबै डेट रहेछ त है ओरिजिनल प्रिजर्भ गरेर राखेको है प्रिजर्भ गरेर राखेको अन्त सही राइट बुढी यहाँ हेर्नु न सबै वाउ मेन यो बनाउन मिल्छ मिल्दैन भिडियो फेरि मिल्छ होला पब्लिकले राखेको त अनि यहाँ चाहिँ पुरै यो के अरे त्यो हो त यो नेचुरल हो यस्तो छ यहाँ पुरै यस्तो छ यतातिर चराको गुड पनि रहेछ पुरै यस्तो ओहो एकदमै सही छ यो गुड हेर न बुढी यहाँ चाहिँ यस्तो छ Oh no, man, this is so amazing. उचिल Wow. यो यहाँ चाहिँ original किसन हो, babe. म्याप रहेछ नि त यता Oh no, this कहाँबाट कता कता जाने भन्ने कुरा यता रहेछ is पुरै so amazing. Where we are right now. हामी भनेको अहिले भनेको अफिसमा हेर्नु त ह्युमिङ बर्ड्स के ए अन्डा हेर न अन्डा अन्डा पनि कति सानो सानो है सानो अन्डा हुँदो रहेछ ब्रो आँखा भन्दा पनि सानो छ हौ यत्रो सानो यो सबै रियल रेट त यिनीहरू हो रियल नै हो रियली हो सबै रियल रहेछ प्रिजर्भ गरेर राखेको है हजुर सबै रियल यो पनि रियल
Surreal. यस्तो छ यो चाहिँ यस्तो छ के तिमी Ready to hike. हाई 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 भनेको हाइक भनेको Hike भनेको. ए हाइक Ready to Hike. hike. हाइक के तिमी यसमा पो गर्ने हो यसमा योबाट ओजमाबाट यस And we're gonna walk like this around the park and then come. Back to our park. So, all ready? Yes. Let's start then. Let's go, let's go. Let's go. ल यहाँबाट सुरु रहेछ नि त ट्रायल चाहिँ ल है त ल यहाँबाट ट्रायल सुरु भएर अब सररर 1.9 होइन? So you reach आइबारसन 1.9 माइल जम्मा 1.9 मात्रै 2 माइल भने त्यही हो 1.9. So खासै ठुलो होइन खासै खासै 1.9 त होइन एक्चुअली यो त लाइक Yeah, it's वार्म अप nothing. ट्रायल भन्नुपर्छ. वार्म अप नै हो एक्ज्याक्टली वार्म अप ट्रायल नै हो 1.9 भनेको अलमोस्ट 5 ल हेर न यहाँ सिन हेर न यसमा कस्तो खतरा छ है हजुर के भनिरहेको छ भने हाइकिङलाई चाहिँ 18 माइल्स अफ हाइकिङ ट्रायल रेन्ज फ्रम इजी टु स्ट्रेनियस भनेको छ होइन. इजी चाहिँ 3.3/ Sequoia Nature Trail begins near park headquarters and crosses Pescadero भनेको कता हो क्रिक. अलि हार्डवाला चाहिँ कुन हो भनेर हेर्नु खोजेको मैले. फोर स्ट्रेनियस चाहिँ नि 13 माइल्स चाहिँ अलिक धेरै नै हुन्छ होला. फोर स्ट्रेनियस 13 माइल राउन्ड यो चाहिँ दामी हुन्छ. 13 माइल चाहिँ धेरै हो फोर स्ट्रेनियस 13 माइल्स राउन्ड ट्रिप जर्नी बियर क्रिक ट्रायल लिड्स टु अ. ल है त हामीले चाहिँ स्टार्ट गरिसकेका छौँ हाइकिङ हाम्रो किन चाहिँ क्रस ए ओके यस यस नेपालमा चाहिँ म हाइक गरिरहेको मान्छे युज टु नै थियो पछाडि पनि हेर्नु पर्यो अनि रमाइलो लागिरहेछ एकदमै 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 रमाइलो लाइक फर्स्ट टाइम आएको हो यो रेडवुड साइडमा चाहिँ ल है त एक्ज्याक्टली एकदमै रमाइलो छ ऋषिमुनि खास हाम्रो प्लान चाहिँ हाम्रोमा आज हामी चाहिँ 4 जना मात्रै छौँ तर हाम्रो प्लान चाहिँ अलमोस्ट लाइक 8 पिपल जना होइन 8 जना चाहिँ हाम्रो ग्रुपमा पार्टिसिपेट हुन्छ भन्ने प्लान थियो तर अनफर्चुनेटली हामीसँग अहिले हामी 4 जना मात्रै छौँ या एन्ड देन अर्को 4 जना चाहिँ या मिसिङ या मेबी नेक्स्ट टाइम दे विल जोइन विथ अस ल एकदमै रमाइलो छ एकदमै अघिकोमा चाहिँ माइक थिएन अरे एन्ड देन I'm saying to her like that's your fault, you're supposed to check your mic whether it's on or not. Come on man. तर उकाल छैन है हस् कति वर्ष होला लगाउँदा गेस गर्नु त यो रुख 200 years रे गाइस यो रुखलाई चाहिँ 200 years म भन्दा अलिकति मात्र ठुलो रहेछ रुख चाहिँ बुढो रहेछ नेपालमा त यो रुख त चट्ट चिरेर ल्याएर घरमा ओछ्याउनुलाई है मार्केटिङ गर्नुलाई. माउन्टेन लायन आयो भने के भन्थ्यो यहाँ अब माउन्टेन लाइन आयो भने साँच्चै है प्रिपेयर चाहिँ हुनुपर्छ है. फाइट गर्ने हो आउँछ यस्तोमा कस्तो आनन्द आउने क्या यस्तो ठाउँमा हिँड्दा त यो के राखेको यस्तो योहरूको रिमाइन्ड गरेको हो प्लान्ट्सको बारेमा प्लान्ट छ नटेको भने होला होइन खासै रेयर प्लान्ट रे क्या कस्तो रमाइलो आनन्द है आनन्द चाहिँ साह्रै आनन्द नै हो कस्तो आनन्द छ यहाँ चाहिँ
ल भिडियो पनि बनाइदिनु पर्यो हाम्रो दाइको दिदीको मेरो माया भनेछि We're doing the loop trail. All right, guys. Oh, Yeah. When you cross the creek, don't miss the azaleas. They're really wonderful, but they're not right in front of your face. You have to look up. Awesome. Thank you. Thank you for letting us know. लाउनु है दिदी त गाइड हो हामी कहाँ आइपुग्यौँ? गाइड हो दिदीसँग एकदम लट्स अफ पम्पनी होइन एक्सपिरियन्स यहाँ तल जानु पर्यो अब पम्पनी भन्दा उता गयो भने चाहिँ जाने कि यो तल जाने हो त अब इन्भर्सन ट्रायल हामी इन्भर्सन ट्रायल जाने भए चाहिँ यताबाट रहेछ दिदी तलबाट यो तल तलबाट हो ल पनि ट्रायल यो टेकेर जान्छ के गरेको हो बुढी यस्तो टेकेको नि लौरो ओहो लौरी बजै हो अब यस्तो हाइक भएर जस्तो देख्न यसो लौरी टेक्नु पऱ्यो नि त मैले चाहिँ के गर्थेँ भने साथीहरू म नेपाल कति ठाउँमा ट्रेकिङ जान्थेँ हाइकिङ जान्थेँ होइन म चाहिँ त्यतिखेर मेरो दिदी बहिनीहरूसँग अनि साथीहरूसँग गएको थिएँ नि त अनि मैले त्यो टाइममा चाहिँ मेरो हस्बेन्डलाई चाहिँ एकदम धेरै मिस गर्थेँ कि आई विस अनि ऊ पनि मसँग भएको भए कति रमाइलो हुन्थ्यो होला जस्तो लाग्थ्यो अनि अहिले चाहिँ फाइनली मेरो ड्रिम पुरा भयो तर यो चाहिँ हाम्रो सानो हाइक बट देन एकदम रमाइलो भइरहेछ कस्तो लागिरहेछ ए एकदमै रमाइलो त्यति हो के भन्नु छ? हरियालीमा पुरै मलाई चाहिँ कस्तो लाग्यो म चाहिँ लाइक मलाई चाहिँ नौलो चाहिँ लाग्छ छैन किन म चाहिँ गाउँमै हुर्केको भएर आई वाज लाइक आम युज टु के म पनि नि त गाउँमै हुर्केको मलाई पनि युज हो तर ग्याप भयो नि त धेरै टाइम होइन त्यही भएर हो नि सी गाइज यहाँ यत्रो अग्लो अग्लो रुखहरू कस्तो स्ट्रेट रुखहरू क्या पुरै कस्तो सिधा म भन्दा नि सिधा रहेछ यो रुखहरू त त्यो भन्ने चाहिँ के हो त्यो भनेको म त एकदम सोझो सच्चा मन भएको मान्छे हो नि त सिधा मान्छे तर म भन्दा पनि सिधा त रुखो भेट्यो त यतातिर यो चाहिँ गौतम बुद्धले तपस्या गर्ने ठाउँ जस्तो दाइ के हो रे दाइ दाइ गोले गोले बोमजन भन्दा खतरा गोले या हामीले भेटायो भन्ने क्या ओइ भेट्यो एकदम रमाइलो हाम्रो यहाँ हाइकरहरू हुनुहुन्छ यतातिर यो चाहिँ लौरी यो लौरो चाहिँ यतिकै बोकेको चाहिँ होइन यसमा पनि रिजन छ यता यस्तो चाहिँ होइन बी केयरफुल हो भने यस त्यहाँ केहीले एट्याक गर्यो भने चाहिँ हामीले चाहिँ- त्यसलाई फाइट गर्न ब्यारियर हो क्या एज अ ब्यारियर त्यो चाहिँ पुरै माउन्टेन लाइन आयो भने त खतरा हुन्छ त यस्तो पुरा छ नि त अन्त? यस्तो रुख मैले दिएको दिदी त्यो अनि मेरो लगिहाल्यो क्याप्चर मेरो लट्ठी लगिहाल्यो त ब्रोले त म बोलेको नि त भने म आएन म लडाउला नि त भने ऊ अभि आयो सुरुमै मै फरारो मलाई छोडिदिन्छ होला नि यहाँ बागायो भने मलाई छोडिदिएर जान्छ कि मलाई समातेर लान्छ सँगै अँ यहाँ सपोज के आयो भने होइन वाइल्ड एनिमल आयो भने अँ मलाई के सँगै लान्छ कि आफू एक्लै दौडेर भागिहाल्छ डराएर ए तिमीलाई त काँधमा बोकेर म दौडिहाल्छ नि ब्रो कि यो रुख चाहिँ बुढो भएर नै ढल्यो होला ए प्लस एस भनेको को हो जे प्लस एफ हो कि टी भनेको को हो अलि रे एस भनेको चाहिँ म ए भनेको चाहिँ अनि बियर आयो भने ए भालु आयो भने चाहिँ दौडिनु हुँदैन रे त्यसले त एकदमै- डेन्जर कोता दिन्छ नि फेरि स्टे अन भालुले द त स्टे ग्राउन्ड भएर चट्टा लगाएर त्यसलाई डराइदिनुपर्छ सबजना मिलेर ओ गरेर ऊ यहाँ त पानी नै रहेछ नि त ए कस्तो राम्रो हो ओ बिच पनि रहेछ ऊ हो गाइस एकदम पर हो जस्तो गाइस आउनु ल आउनु कस्तो है राम्रो। आउनु पछि गाइड हो अगाडिको गाइडको पछि आउनु है यो झार कस्तो खालको हो यो कस्तो राम्रो हो त्यसकै लागि बन्यो जस्तो क्या दाइ हो We don't have license for fishing. यहाँ चाहिँ यस्तो रहेछ यहाँ है फोटो त खिच्नु guys। पर्ने नि फोटो यस कस्तो राम्रो ठाउँ छ क्या दिदी आउनु नि कुन चाहिँ ए यो फलामपुर रहेछ त Guys, still our hiking is going on.
यस कस्तो लागिरहेछ ए एकदमै रमाइलो कस्तो राम्रो राम्रो रुखहरू छ क्या यस्तो अन्त शीतल यार आनन्दको ठाउँ छ क्या This is the real word. पिसफुल ऊ ओ ओ ऊ चरा है के करायो त्यहाँ भन्दै थियो कि before you see you'll hear the sound of this bird भन्दै कि हो र पहिले वार्निङ गराएको हो कस्तो क्यालिफोर्निया राम्रो। खतरा चाहिँ खतरै हो यार यस्तो राम्रो राम्रो रुख त तर भङ्गेरा पनि मारेको आमा हेत्तेरी भङ्गेरा चाहिँ मारेन हौ हेर अनि भङ्गेर अनि त्यो स्कुरेर हुँदैन अँ। त्यसलाई यस्तो 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 यस्तोमा हिँड्ने लखर्के ल्याउनु भयो त्यो त कति माऱ्यो हामीले ल यता दाजुभाइले डह्रो पाप गर्नु भएको रहेछ पहिला जमानामा न्याउली मुसाले यस्तो मजा लाग्थ्यो कि अरू भन्दा नि अम्म त्यहाँ ट्याक्कै अडिन्थ्यो नि यस्तो गरेर एकचोटि ठर्क गरेर एक्कै हेर्थ्यो है यस्तो हेर्ने नि मजा लाग्ने क्या त्यसलाई साह्रो लाग्थ्यो त्यसलाई त कस्तो राम्रो यो सेन्टरमा आम्म यो ठाउँ चाहिँ कस्तो हो क्याम्पिङ गर्ने टाइपको रहेछ यो पनि सही छ यार सोध्दै छ है अनि त कस्तो राम्रो स्टिल सोलिड छ पुरै मेसिनले पुरा अब त्यो स्मुथ बनाएको जस्तो के है अनि यहाँ खसेको नि बाटो बनायो कि ठ्याक्क ढलाइ रहेछ नि त बिचमा काटेर स्ट्रङ के यसरी रुख ढल्दाखेरि बाटो ब्लक भएपछि यता यता बिच काटेर हालेको रहेछ एउटा एक तलाको घर चाहिँ यसले धान्थ्यो है भुइँ यो फ्लोरिङहरू सबै भ्याउँथ्यो एक्ज्याक्टली हो नि आइभर्सन ट्रेल भनेपछि यतै होला यता सिधा सिधा अब आइभर्सन अफिस चाहिँ 0.5 माइल्स 0.5 माइल्स होइन सक्यो बिचरा दिदीलाई अझै पुगेको छैन कति मन पराउनु रहेछ दिदीलाई चाहिँ हाइक गर्नलाई मनपर्ने मलाई पनि मनपर्छ एकदम धेरै यो चाहिँ यता छरै हो है चराको आवाज पनि सुन्नु होला चराको यता मास्तिर छ होला चरा चाहिँ चराको आवाज कस्तो यो राम्रो। ठुल्ठुलो रुख भएपछि चरा माथि माथि मात्रै उड्यायो क्या त्यसैले हामीले भुइँतिर नदेखे हो कुकु 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 राम्रोसँग ए यो अरूहरू चाहिँ तलबाट हिँडेर रहेछ है अघिको चाहिँ खै कतिको थाकिरहेछ हौ बुढी छैन मलाई त एकदम रमाइलो लागिरहेछ अझै हिँड्न पाए हुन्थ्यो जस्तो लागिरहेछ त्यो लौरो हो कि त्यो उखु हो त्यो उखु लौरो मेरो त्यो हाइक गर्नेवाला मेरो साथी सहारा बल्ल आउँदै हुनुहुन्छ उहाँहरू चाहिँ एकदमै स्लो मोसनमा ल तारा दिदी बाबुलाई बुढी के हुँदैछ यहाँ रमाइलो हुँदैछ म चाहिँ अलमोस्ट 1 इयर भयो के अरे ट्रेकिङ नगएको लास्ट इयर चाहिँ नेपालमा मार्दै हिमाल गएको थियो त्यसपछि गएको थिएन यता आएपछि मेरो फर्स्ट टाइम हो रमाइलो भइरहेछ ल हिँडौँ ल हिँडौँ हाइया थाक्यो बा थाक्यो थाक्यो रे यति हिँड्दै थाक्यो भित्र के छ होला यस्तो तपाईँहरू देख्नु भइसकेको पुल छ नि त्यही पुल क्रस गरेर हामी उता राउन्ड लाउँदै यता आइपुग्यौँ हामी अब हाम्रो लगभग हाइकिङ सक्यो होला हामी ब्याक हुन्छौँ झन्डै 3 माइल जति थपे त्यहाँ फेरि त्यो चाहिँ 0.15 हो तर आर वी कमिङ ब्याक और आइभर्सन come क्याबिन back. भनेको कहाँ हो यस सिक्वेट सो वी शुड बी कमिङ ब्याक टु दिस ल ल ल ल ल ल ल ल ल we continue this one is like a 0.5 7 यो नै 1 माइल भयो 2 माइल हैन हैन ओन्ली वी आर गोना हैन गो यो ओन्ली सबै अप टु यो सबै गयो भने आमामामा। सबै नजाने अहिले किप टु फल्समा मात्रै जाउँ ल र गाइस सबैको हातमा लौरो थाकेर हैरान म मात्रै मेरो हातमा मात्रै छैन त्यसको मतलब म मात्रै त्यही स्ट्रङ ल यता चाहिँ पानी छ अनि त्यसपछि यहाँ पुल पनि छ कस्तो राम्रो क्या यहाँबाट फोटो खिचौँ हो खतरा आउँछ
अनि हाम्रो ग्रुपको फोटै भएन नि त एउटा ग्रुप फोटो मैले नि अहिले सम्झिरहेको थिएँ त्यही त। स्टिक बोकेर हो नि फोटो एउटा लिनु पर्यो कहाँनिर हुन्छ यस्तो फुलहरू हजुर कहाँनिर त राम्रो ब्राइट अब हामी जाँदैछौँ टिपटोय फल्स फ्रम दिस वे यस भोग लगाएर कस्तो मान्छे चाहिँ अनुहार नै इउँ ल है त गाइज अब चाहिँ झर्ना आइपुग्न लाग्यो अब चाहिँ एक्साइटेड टु सी हेर्न जाउँ है त अब चाहिँ हामी झर्ना हेर्न जाँदैछौँ झर्ना ओ माई गड त्यो त्यही हो हामी हेर्न आएको झर्ना यही हो रहेछ ओ त्यही बेबी झर्ना होला क्या बेबी झर्ना वाट द हेल म्यान कत्रो सानो झर्ना त यो त यही झर्ना हेर्न लगिदियो त्यत्रो हिँडेको अनि एक्साइटेड हुँदा आएको लास्टमा त एक्साइटेड भर्सेस यो झर्नाको बारेमा केही भन्नुहुन्छ कि एक्सपेक्टेसन भर्सेस रियालिटी भइरहेछ एक्सपेक्टेसन Oh my god, what the hell, bro? यत्रो झर्ना हेर्नलाई यत्रो त नट ब्याड स्टिल ल है गाई झर्ना हेर्ने भए चाहिँ यहाँ आउँदा हुन्छ तर एकदमै सानो सानो झर्ना अघि नै त्यत्रो माइल एन्ड माइल हिँडेको झर्ना हेर्नलाई लास्टमा यत्रो सानो झर्ना भएछ कि पानी खान आएको होला जहाँसम्म ल हेर्नु कुन चरा आयो यो चाहिँ स्नेल एकदम युनिक स्नेल छ नेपालतिरको भन्दा चाहिँ नेपालको चाहिँ ब्राउन ब्राउन अलिकति बिल्कुलै फरक एन्टिना पनि कतिवटा चारवटा एन्टिना हो क्या होइन यो तलको आँखा एन्टिना ल हेर्न सक्नुहुन्छ हो तपाईँलाई वाटरफल चाहिँ कस्तो लाग्यो टिप्टो वाटरफल वाटरफल त एकदमै दामी त यहाँसम्म चाहिँ भन्दा अलिकति मात्रै सानो तर यस्तो रहेछ गाइज होइन म तपाईँहरूलाई चाहिँ भन्न चाहन्छु कि अब हामीले सोचेको चाहिँ वाटरफल भन्ने साथै ठुलो वाटरफल हुन्छ भन्ने कुरा एकदमै म्यासिभली बिग वाटरफल तर नामले बताउँदो रहेछ टिप्टो भनेको चाहिँ यत्रो के एक्ज्याक्टली अब वाटरफल मात्रै नहेर्नु नाम पनि हेर्नु अगाडि टिप्टो नामले जनाउँछ टिप्टो भनेको चाहिँ लास्टमा एक्सपेक्टेसन भर्सेस रियालिटी झर्ना चाहिँ यत्रो थियो क्या यत्रो यार बुढीलाई बोकेर लानुपर्छ जस्तो लाग्यो हिँड्न सक्दैन रे ल गाइज हामी चाहिँ कन्फ्युज भएर अर्कै लोकेसनमा आइपुग्यो यहाँ म्याप हेर्दै हो सबैजना अनि अब यो साइड गयो भने अन्त्य पुग्ने रहेछ होइन यताबाट नि गयो भने अन्त्य पुग्छ फेरि भने चाहिँ हामी फर्किनु पर्ने भयो भोक लाग्यो त थाक्दाखेरि कहिले हो पुग्ने ल है त गाइज हामी चाहिँ रङ बाटो गएर फेरि फर्किँदैछौँ लगभग आधा माइल चाहिँ थप्यो होला गाउँलाई लगभग 1 माइल चाहिँ थप्यो एकदमै भोक लागेको अवस्था यसलाई भन्छ रियल नेचुरल हाइकिङ विदाउट एनी फुड विदाउट एनी सप्लाइज विदाउट एनी गाडी होइन नो प्रिपरेसन हो मेन ब्लकर चाहिँ भोक लागेर पुरै स्वाटै अनि म चाहिँ सेकेन्डरी ब्लकर त्यसैले अनि आएको बाटोले जनाउँछ कि हो नि त एक्ज्याक्टली ल उता देखाएको छ अनि भने होइन त तपाईँहरूलाई इन्भर्सन क्याबिन भनिरहेछ त्यो क्याबिन त होइन भनेको होइन त अनि आफै लगाएको अघि दौडेको अब इन्भर्सन त्यो हो इन्भर्सन त्यो हो क्याबिन भनिरहेछ यो क्याबिन त होइन को हो मेन लिडरको चाहिँ हो मै पऱ्यो कि क्या अघि बाटो हान्ने चाहिँ दुईजना मान्छे गाडेर चाहिँ यहाँ है यहाँको ठुलै मान्छे हुनुपर्छ त होइन है तलतिर मात्रै हेर्ने होइन कि माथितिर पनि हेर्नुपर्छ अरे क्या ल तपाईँहरू नै माथितिर हेर्नु रुख हेरेर कुरा गर्नु के रुख हेरेर रुट पक्रियो भने त फेरि ल रुखहरू धेरै थाक्यो यार भोक नि लाग्यो अरू भन्दा
गएर मासु चपाइन्छ के को डल्लो हो यस्तो सल्लाहको त होइन काडक्स ठोक्यो खुट्टा अब पार्क अफिस 1.2 माइल आम्मामा अझै 1.2 माइल्स उताबाट गयो भने चाहिँ 1.2 माइल्स यहाँबाट गयो भने चाहिँ 1.7 माइल्स ल लेट्स गो हजुर ब्लुबेरीको रुख हो यो ब्लुबेरी हो यो आगो बाल्दै पड्किनेवाला हो त पात दिदी हो यो होइन नि कुन चाहिँ पात पड्किन्छ नि होइन यो त नेपाल हाम्रो नेपालतिर चुत्रुके के भन्छ नि ए अँ ब्लू कलर छ चुच्चो त्यो हो यहाँ चाहिँ ब्लुबेरी भन्छ अब चाहिँ कसरी क्रस गरिन्छ भन्ने कुरा हो ल अब यहाँ गएको त बिस्तारै गर्ने पढ्नु भने जुत्ता फुकाल्ने गर्दै अस्ति होइन अस्ति भर्खर लडेको फेरि लड्छ त्यो त बेकारमा ल ल ल पहिला म तपाईँहरूलाई सिकाउँछु मोबाइल खस्ला तल भयो यहाँ टेकेर आउनु बिस्तारै गर्नु बिस्तारै यहाँ एकदमै हतार नगर्ने ओ माई गड पख्नु मन हो बुढी तिम्रो पुग्नुपर्छ पर्दैन म त आइहाल्छु बिस्तारै एक प्रो हो नि प्रो बिस्तारै 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 प्रो पाउने गगल दाइको टेन्सन हो पाउने मलाई पक्न त बिस्तारै आउनु यहाँबाट त्यसमा के त्यसमा त्यहाँ जम हान्नु पर्दैन त्यहाँ जम हान्नु नहान्नु म हाल्छु भने त्यहाँ जम नहान्नु पऱ्यो यसरी सिधै बिस्तारै है बिस्तारै ओए यो रोल हुँदो रहेछ पक पक यो घुमिँदो रहेछ यो ठिक छ नि त ल ल अँ जुत्ता खोल्नु दाइ जुत्ता होइन खोल्नु ओ ओ दाइ त्यो गर्नु पर्दैन बिस्तारै आउनु बिस्तारै बिस्तारै झ्याप झ्याप नआउनु बिस्तारै झ्याप चाहिँ नआउनु ओ तल टेक्नु दाइ यसमा यसमा अँ बिस्तारै तर कुताबाट बिस्तारै बिस्तारै ओ यहाँ एउटा कुरा तल तल झन् आतिनी गरेर भनिरहेछ दाइलाई दाइ आफै अनि त दाइ आफै बिस्तारै आफै आइरहनु भएको छ त ल म यहाँ चाहिँ म हल्लिन गरेको ल ल दिदी नि दिदी त प्रो हो नि प्रो दिदी त ट्रेकिङ हाइकिङ हिँडिरहने मान्छे यस्तो कुरामा त केही होइन अलिकति गरिसकेको हो नि त हो अनि फाइनली अब चाहिँ नेसनल हाइकिङ आजकल आयो ल है त यो हो नि त तरिका कम अन ब्रो मेक सम ब्रिज एक्सपिरियन्स होस् भनेर पनि होला अब चाहिँ पसिनै आयो यार हिँड्दा हिँड्दा है अब चाहिँ पसिनै आयो होला हो नि उनीहरूको यतिले चाहिँ फिडिङ टाइम सुरु हुन लाग्यो होला दिदी यता चाहिँ एकदम राम्रो छ यता पुरै टेन्टहरू राखेर पुरै क्याम्प फायर भइरहेछ उतातिर यतातिर पिकनिक भइरहेछ पुरै तर हामी चाहिँ हराइरहेछौँ यता होइन दिदी we got lost can someone please help us find our way कसले हेल्प गर्ला हामीलाई यो ठाउँमा अब हामीले खोज्दै जानुपर्छ भोक पनि डेन्जर लागिसक्यो कतिखेर खानु पाउने होला अब त्यही त नि म्याप देखाउँदा म्यापमा के छ यो म्यापमा हेर्दा हेर्दा फेरि यतातिर चाहिँ म्याप हेर्दा हामी जानु मन चाहिँ यता है यो हो पार्क अफिसमा हामीले गरेको अब क्याम्प ग्राउन्ड भनेपछि मेन क्याम्प ग्राउन्ड भनेको यो हो अहिले बसेको ठाउँ होइन त यहाँबाट त हामी यता जानलाई फेरि के माथि जानु भने हो हजुर हामी हरायौँ साथीहरू यता चाहिँ फेरि गुगल म्याप चाहिँ फेरि यता नेटवर्क नआउने रहेछ क्या पुरै सिमको टावर छैन मोबाइलमा नेटवर्क केही पनि आउँदैन अनि त्यही भएर म्याप हेर्दै हिँड्यो म्याप हेर्दै हिँड्दा हिँड्दा पनि हामी हराइसक्यौँ मलाई चाहिँ डेन्जर भोक लागिसक्यो भोक लागेर टाउको दुख्न थाल्थ्यो कतिखेर चारैजना मान्छे हरायौँ हामीहरू दाइ कहाँ पुग्नुभयो दाइ त बिचरा ओ पर पुग्नुभएछ हौ ल यो हो नि त तरिका त क्याम्पिङ गर्ने त पुरै यो हो नि त सेट त यार हजुर म पनि क्याम्पिङ यसरी नै गर्ने हो पछि सही छ यार रातभरि क्याम्पिङ गर्ने
है खतरा है यो पुरै हामी चाहिँ कहिले गर्ने यस्तो हामी चाँडै गर्ने हामी पनि क्याम्पिङ यस्तै ल जाउँ कस्तो भने अब डेभलपमेन्ट खोज्दै एडभान्स हुँदै गयो होइन एडभान्स हुँदा 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 गएर अब पिकमा पुगिसकेपछि अब केही पनि छैन एक्सप्लोर गर्ने डेभलपमेन्ट गर्ने केही छैन सो ब्याक टु अब फेरि हुन्छ नि साइकलकै त्यो ब्याक टु अब ढुङ्गे युगमा भनौँ न फर्किँदै मान्छेलाई त्यो नै अहिले रमाइलो लाग्ने होइन त नेचरसँग नै त्यो हुने क्या घुलमिल हुने हुन एक्ज्याक्टली कसरी जस्ट लाइक पहिलाको मान्छेहरूले चाहिँ केही नहुँदा चाहिँ कसरी लाइफ बितायो भनेर चाहिँ त्यो चाहिँ उनीहरूले एक्सपिरियन्स गर्नु खोज्दैछ क्या अब चाहिँ सब साइकल है ल गाइज फाइनली अब हामी चाहिँ यता आइपुग्यौँ पार्किङमा भोक एकदम धेरै डेन्जर भोक लागेर सबजनालाई मलाई चाहिँ बोल्ने इनर्जी पनि आएको छैन क्या अहिले चाहिँ फेरि भोक लागेर मेरो टाउको दुख्न थाल्छ क्या अब पहिला सुरुमा हामी खान्छौँ कता बसेर खाने भन्दा त्यहाँ पर टेबल खाली हो कि दाइ मान्छेको रिजर्भ हो त्यहाँ पर छ नि एउटा हो त्यहीँनिर बस्यो होला हामी सबै लाने होला नि खोइ त्यो चाहिँ म बोकल यहाँ कुलर चाहिँ दाइले लिएर आउनु भएको छ कुलरभित्र अब हाम्रो के छ देख्न सक्नुहुन्छ गाई चाहिँ एकछिनमा है त अब हाम्रो बल्ल पार्टी सुरु हुन्छ अब त्यो कुलर त दुईजनाले बोक्नुपर्छ होला म बोकौँला त्यसो भए ल है ल बाबु निकालिदिनु होइन मेरो सकिसक्यो ए हो कति सकाएको हो त नि मलाई त एक सिप पनि दिएन त दुईजना मिलेर खाने यही भनेर कस्तो मान्छे हो समातिदिन्छु यो सुपर टायर्ड सबजना ए छोरा दाइलाई टन्नै ल्याउनु भएको रहेछ त्यही त नि मान्छे कम भयो लास्टमा मान्छे एस्टिमेट गरेको अलमोस्ट 10जना तर आइपुग्दा चाहिँ लास्टमा 4जना मात्र है क्या जना त्यही भएर धेरै भयो ओभर त्यसैले छोइला मैले धेरै खानु पनि भयो अनि यता चिकन पनि ओहो सुसी पनि दिस लुक्स नाइस कसले बनाएको हो यो चाहिँ यो ब्रोकली र अन्डा चाहिँ खतरा छ त डिजाइन राखेर है भयो त गाइस कस्तो पिरो पिरो ल है त गाइस सबै झुकेको छ है आज मिठो ल है त गाइस म तपाईँहरूलाई हाम्रो खानेकुराहरू देखाउँछौँ एन्ड देन दिस इज नट झुकिन होला दिस इज नट खसीको मासु दिस इज अचार होइन आलुको अचार दिदीले प्रिपेयर गर्दै हुनुहुन्छ यो अदुवा लसुन ओहो लेमन एन्ड देन त्यो चाहिँ बटमास नेक्स्ट टाइम चाहिँ खसी हुन्छ बटमास खायो भने बदमास हुन्छ नि बदमास नेक्स्ट टाइम चाहिँ खसी ल्याउँछ भन्ने कुरा हो ओहो चना गएको दाइले यहाँभित्र के छ यहाँभित्र चिउरा ल है गाइस मेन डिस भनेको यता छोइला खाएर हुन्छ रोइला यो भित्र के छ दाइ त्यो भित्र यो भित्र ए यो त फ्रुट हो फ्रुट छ ओ माय गॉड यहाँ छ फ्रुट्स जङ्गलको बिचमा यस्तो राखेन होइन ठिक छ दाइ चिसो चिसो भइरहेछ ल है त गाइस अनि यता चिकन पनि ओहो सुसी पनि दिस लुक्स नाइस कसले बनाएको हो यो चाहिँ यो ब्रोकली र अन्डा चाहिँ खतरा छ त डिजाइन राखेर है भयो त गाइस कस्तो पिरो पिरो
त्यसपछि कहाँ हो ल है त गाइज सबै झुकेको छ है आज साथीहरू मिठो छैन साह्रै मिठो एन्टिक भयो मास सबै मिल्यो कि ल है गाइज अब चाहिँ एकदम खाना खाएपछि मजाले इनर्जी आयो अब हाम्रो सबै ऱ्याप अप टाइम अनि सबै खाएर अनि ऊ दिदीले सबै लेफ्ट ओभरहरू कुनै ट्रासमा कुनै चाहिँ अब घरमा लाँदै हुनुहुन्छ अनि हामीले पनि बोकिरहेको छ नि दाइ उता पुग्नु भइसक्यो अनि अरू के भन्नु छ अब भ्लग एन्ड गर्न लाग्यो बाथरुम जानु लाग्यो जाडो चाहिँ एकदम धेरै जाडो जाडो होइन एकदमै जाडो होइन एकदमै जाडो सिरियस गरिरहेको छ एकदमै रमाइलो भयो आज एन्ड देन यहाँ सबैले एकचोटि आउनुपर्ने ठाउँ नै हो जाडो भयो बोल्न पनि सकिएन सबैले सबैले यहाँ भएकोहरू क्यालिफोर्नियामा भएकोहरूले होइन मेनली चाहिँ सान फ्रान्सिस्कोमा भएकोहरू चाहिँ यो ठाउँमा एकचोटि आएर भिजिट गर्नु होला एकदम धेरै रमाइलो ठाउँ छ भित्र एकदम के अरे नेचुरल सबै कुराहरू एकदम आनन्द आउने ठाउँ चाहिँ एकदम पिसफुल सो अब ठिक छ अब हामी चाहिँ घर जान लागेको साथीहरू थ्याङ्क यू फर वाचिङ सी यु इन नेक्स्ट भ्लग थ्याङ्क यू बाई नमस्ते नमस्ते